हेलो साथीहरू, इट्स मी एन्जे अगेन है। हाम्रो देशले अब कहिले पनि नसोचेको परिवर्तन ल्याइसकेको छ साथीहरू है। तपाईँ हामीहरूले पहिला के भन्थ्यो भनेदेखि हाम्रो देश केही पनि हुँदैन, कहिले पनि प्रगति हुँदैन, हाम्रो देश कहिले पनि चेन्ज हुँदैन भनेर। तर आयो साथीहरू, चेन्जेस हुँदैछ हाम्रो देश पनि है। सो अब तपाईँ हामीले हाम्रो जिन्दगीमा पनि नसोचेको परिवर्तन ल्याउनु पर्छ है साथीहरू। यसमा चाहिँ हामी के गरौँ न भन्दाखेरि चाहिँ यो देशमा केही पनि हुँदैन, के गर्ने के हुँदैन भनेर बानाबाजी गर्थ्यो नि त साथीहरू। बानाबाजी गर्ने दिन गए, देश पनि राम्रो बन्दैछ। अब आफूलाई पनि राम्रो बनाउनु पर्यो साथीहरू। तपाईँहरू कुनै कुलतमा कुनै एडिक्सनमा हुनुहुन्छ भनेदेखि सर्वप्रथम पहिला त्यसलाई छोड्नुहोस् है। अनि यदि कुनै काम छैन, केही छैन, 10 बजीसम्म सुतेर बस्नुहुन्छ भनेदेखि 5 बजे उठ्नुहोस् या 6 बजे उठ्नुहोस्। सक्नुहुन्छ भने 1 घन्टा, होइन भनेदेखि दिनको 20 मिनट भए पनि आफ्नो बडीलाई दिनुहोस्, शरीरलाई दिनुहोस्, एक्सर्साइज गर्नुहोस् साथीहरू। त्यसमा पनि एकैचोटि ठुलो ठुलो चेन्जेसहरू आउँदैन साथीहरू। सानो सानो चिजहरूले नै, सानो सानो कोसिसले नै लाइफ पनि चेन्ज हुन सक्छ। यो देशको केही पनि हुँदैन भन्थ्यौँ हामी। अब यो देशको त केही हुँदैछ भनेदेखि तपाईँ हामीले हाम्रो ह्याबिटमा नै चेन्जेस ल्याएन भनेदेखि चाहिँ तपाईँ हाम्रो चाहिँ केही पनि हुनेवाला छैन साथीहरू। सो थिङ्क